कहिलेकाहीँ त लाज पनि लाग्छ अलिक यसो भ्लग गर्नलाई बाहिर। हेलो एभ्रिवान, यो मेरो थर्ड भ्लग हो। मैले एक्जाम पनि सकिसकेको छु, राम्रै मार्क्स आयो। यो चाहिँ डे इन अ लाइफ अफ समन हु डोन्ट लाइक टु कुक है। मलाई एकदमै पकाउनु जस्तो अल्छी लाग्ने कुरा चाहिँ केही पनि होइन। तर अब पकाउनु त पकाउँछु म, तर कहिलेकाहीँ चाहिँ यसो नपकाउनु जस्तो लाग्छ होइन। मलाई पकाउन खासै त्यस्तो इन्ट्रेस्ट लाग्दैन क्या। मलाई सबैभन्दा अल्छी लाग्ने काम भनेको पकाउनु हो, विच इज ब्याड। किनभने पकाउनु भनेको एउटा आर्ट पनि हो, एउटा नेसेसिटी पनि हो। तर अब के गर्नु, मन लाग्दैन त मन लाग्दैन होइन। त्यही अनि आज चाहिँ म के गर्न गइरहेको छु भने म चाहिँ पब्लिक्समा जान्छु यसो, अनि एउटा मिल प्याक जस्तो हुन्छ नि त्यो किनेर यसो ओभनमा राखेर खाइदिन्छु। अब म चाहिँ पार्किङ लटमा आएँ, अब फेरि कन्टिन्यू गर्छु होइन। म चाहिँ यहाँ पार्किङ लटमा आएँ, कस्तो राम्रो देखिरहेको छु, स्काई पनि ब्युटिफुल। अनि यो पब्लिक्समा म त्यति धेरै पब्लिक्स त आउँदिनँ, कहिलेकाहीँ त लाज पनि लाग्छ अलिक यसो भ्लग गर्नलाई बाहिर चाहिँ। तर अब अलिक डिस्क्रिट भएर गर्नु पऱ्यो। म चाहिँ धेरै जस्तो यो सपिङ गर्न आउँदाखेरि स्ट्रेट क्या, केही यताउति कुरा छैन होइन, सिधै गएर त्यही कुरा किन्ने हाल्ने। किनभने म चाहिँ कन्ज्युमरिजमको एउटा भिक्टिमै हो क्या। जता गए पनि केही न केही हेरेर टपक टिप्ने मन लाग्छ होइन। त्योभन्दा बरु सिधै एउटा प्लान बनायो, ट्याक्क गयो, किन्यो, आउट। त्यो गर्दाखेरि चाहिँ मलाई धेरै मान्छेहरूलाई पनि हेल्पफुलै हुन्छ जस्तो लाग्छ। अनि अब म त्यही मिलहरू खोज्दैछु, कहाँ चाहिँ छ त त्यो रेडी टु कुक, रेडी टु कुन किन्ने पो अब तनाव भयो त। र मैले एउटा कुरा भेटेको, स्विट इट म्यारिनेटेड बोनलेस चिकन थाई भनेको छ, त्यही लगिदिन्छु। अब गयो, पकायो, खायो, त्यही हो। मैले यो भ्लगहरू अहिले बनाउनुको कारण के हो भन्दाखेरि मैले यो क्यामेरा किनेपछि मलाई एडिटिङ आइरहेको छैन कि। अनि यो नयाँ एङ्गलबाट खिच्दाखेरि कसरी चाहिँ यसलाई एडिट गर्न मिल्छ भनेर पनि मैले सानोतिनो भ्लगहरू बनाएर आयो। अब पछि गएर चाहिँ म अलिकति ट्राभल भ्लग टाइपको, अनि अब डेली भ्लग पनि अलिकति राम्ररी खिच्न ट्राई गर्नको लागि पनि हो। ल, थ्याङ्क यू एभ्रिवान। म चाहिँ अब चेकआउट गरेर जान्छु होइन। अनि त्यही हो, अब सपिङ गरेँ, अब चाहिँ म घर फर्किन्छु होइन। अनि पकाउँछु, खान्छु, त्यही त हो। थ्याङ्क यू एभ्रिवान फर वाचिङ माई भ्लग। अब यस्तै सानोतिनो भ्लगहरू बनाउँदै गएर एउटा भिडियो बनाउँछु म बिस्तारै, त्यसको लागि सिकिरहेको छु होइन। सपोर्ट गर्दै गर्नु होला, धन्यवाद, बाई।